हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग सबजनालाई एकदमै हट टु हट माया छ। अनि हाम्रो चाहिँ यता काम भइरहेछ फटाफट घर अलिअलि निर्माण हुँदैछ। अनि म त्यही भएर चाहिँ लास्टै बिजी थिएँ, त्यही भएर भ्लगहरू गर्न भ्याएको थिइनँ। अनि सबजनालाई गुड मर्निङ, सबजनालाई गुड मर्निङ छ मेरो तर्फबाट। अनि हुन त अहिले कति 9 बज्न लाग्यो होला। अनि काम गर्दा गर्दा यो अब चार्ज पनि थिएन फोनमा। अनि आधै चाहिँ भ्लग ब्याक हुनु पऱ्यो भनेर फेरि म भ्लग गर्नु थालेँ होइन। यहाँ यसो भैँसी पनि हेर्दैछु क्या, यहाँ ठुलो बाबाहरूको भैँसी ल्याएर चाहिँ यहाँ हाम्रो खेतमा चाहिँ टन्न यहाँ घाँसहरू आएको थियो नि त। अनि उहाँबाट ल्याउन गाह्रो हुन्छ नि त गाईबस्तु, अनि हाम्रोमा छैन अहिले। अनि त्यही भएर अघि ल्याएर चाहिँ यहाँ भैँसी बाँधेको छ, देख्न सक्नुहुन्छ। यो हाम्रो ठुलो बाबाहरूको भैँसी हो। अनि त्यही हो आज त्यहाँ यो घरमा चाहिँ सुँगुर छ होइन। हेर्नु न घाँस त लोद्रो छ यहाँ, तर चर्ने खालको काट्ने खालको त होइन कि, चर्ने खालको। अनि हेर्नु अब हाम्रो यहाँ घरहरू टक्क हिजो यति यति जोड्यो। अनि यहाँ यो चाहिँ रिङहरू बनाएको हामीले आफै बनाएको है। यो गाइस यो आफै बनाएको, देख्न सक्नुहुन्छ। यहाँ खाल्टो पनि रेडी भइसक्यो। यता म खन्दैछु। हजुर ल आएँ क्या, यहाँ भ्लग गर्दैछु, एकछिन पख्नु। अनि त्यही हो गाइस है। अनि यहाँ थियो पहिला किचन, अनि यहाँ अहिले हामीले यो कामहरू गरिरहेछ नि त, त्यही भएर चाहिँ यहाँनिर अब सोलिङ गरेर ढलाइ भएपछि बवाल हुन्छ। अनि उता चाहिँ टोइलेट बाथरुम बवाल आउन आँटेको छ। अनि अहिले भान्सा चाहिँ अगाडि छ, फेरि अगाडि बारिरहेको छ अहिले 2-4 दिनलाई चाहिँ। टक्कसँगले म देखाउँछु। ए मैले ल्याएको कुखुरा यहाँ छ। मैले कुखुरा पनि ल्याइसकेँ, हाम्रो बाख्रा पनि ल्याइसकेँ मैले। उता हुनुहुन्छ मम्मी। आमाको बाख्रा होइन, यता पनि छ। यता आमाको बाख्रा छ, यहाँ पनि छ। अनि यो घर यहाँ गिटी बलुवा चाहिँ गिटी बलुवा टक्कसँगले यहाँनिर। अब गिटी चाहिँ सकिन्ला चाहिँ गिटी पनि झार्नुपर्ने छ। अनि यो स्ल्याब पनि धेरै लामो आएको थियो। यो स्ल्याब छ नि, यो पनि काटिसकेको हामीले, यता सबतिर काटिसक्यो। अनि झ्यालहरू बनाउनु दिएको छ। अहिले यहाँ टिन ठोकिरहेको छ यसरी होइन, झ्यालहरू बनाउनु दिएको छ। अनि अब झ्यालहरू पनि आउँछ साथीहरू। आमाको घर चाहिँ यस्तो छ है, मेरो हजुरआमाको घर उतै बस्नु भन्दा मान्नुहुन्न। अनि यहाँ कोठा निकालिदिने, यतै बस्नु भन्दा मान्नुहुन्न। यहाँ बुढो घर भनेर यहाँ आमाले यो छोड्नु भएको छैन। यहीँनिर बरु यस्तो उठाउन लगाएर प्लमहरू उठाएर चाहिँ टक्क बनाइदिएको छ, ठुलो बाबाहरूले पहिला बनाइदिएको। आमालाई यता बस्नु भन्दा मान्नुहुन्न नि त, त्यही भएर। अनि यता अगाडि यति यति जग्गा छ साथीहरू। जग्गा चाहिँ यति नै हो हाम्रो, यहाँदेखि हो परसम्म टक्कसँगले। यहाँ बाबा यहाँ काम गरिरहनु भएको। यहाँ चाहिँ मैले ल्याएको बोकाई अस्ति ल्याइसकेँ। बिच्छी बिच्छी हो बाबा, खै बिच्छी कि खजुर हो खै। यहाँ टोक छ नि विवेक, यहाँ ले त जा। यसले टोक्यो भने त मान्छेलाई त अनि मार्छ त। बाल्टिनमा हौ, बाल्टिनमा भित्र भान्सा गर्नु। बिच्छी 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 कस्तो हुँदो रहेछ हौ। बिच्छी देखेको छैन, खुट्टामा त आउँदैन नि। सेम झिँगेमा छ। सेम हिजो राति यत्रो बाम काटेको बाबा, यत्रो थियो। लाइभ लिएर गएको थियो नि त हामीले एकछिन। झन्डै हाने यहाँ त बिच्छी। विवेक बिच्छी देखिस्, मान्छे मर्छ नि सर्प जस्तो। एकचोटि टोक्यो भने यसले एकचोटिमै मर्छ। ए उड्छ बाबा? उड्दैन होला, उड्छ कि मार 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 सालालाई।
यहाँ हान्छ अब चट्याङ नि भा चट्याङ हानु भने मारिदिउँ मारिदिनु छोड छोड यो त खतरा चिज हो नि हो झिँगे माछा जस्तै हो ठ्याक्कै झिँगे रहेछ यार मैले देखेँ थिइनँ यार त। म त अर्को कुद्छ नि बाबा त्यो पो भनिरह यसले टोको भने त मारिदिन्छ मान्छे चट्टै बनाइन्छ अनि यहाँ ब्लगहरू छ साथीहरू यो ब्लग भयो ब्लग अस्ति झारेको यता यो यता झ्यालहरू बन्दैछ उहाँ बनाउँदैछ यता फिनिसिङहरू भइसक्यो होइन अनि अब पछाडि के देखाउनु तपाईँहरूलाई अब टोइलेट अहिले हाम्रो यस्तो छ अहिले यस्तो पुरानै टोइलेटमा चाहिँ हामीले जुगाड गरेको छ अहिलेलाई होइन हो यहाँ हेर्नु यहाँ चाइनिज साग चाइनिज साग तर यो हाम्रो होइन ल यही घरवालाहरूको हो यो घर पनि खासमा ऊ हो क्या के भन्छ ठेक्कामा बनाएको क्या यहाँ सुँगुर पालेको छ अनि यहाँ मान्छे बस्छ क्या यहाँ हेर्नु न हाम्रोमा त फलफुलको त कमी छैन है साथीहरू ल हेर्नु यहाँ सरिफाहरू रेडी छ यो के भन्छ तपाईँहरूकोतिर आँट कि के मम्मीले के भन्दै हुनुहुन्थ्यो आँट कि के पनि भन्दो रहेछ कसकोतिर भन्छ आँट कि के कमेन्ट गर्नु होला अनि यहाँ हाम्रो आँप पनि छ यी आँप पनि छ यी होइन अनि प्लस मेवा हेर्नु मेवा यहाँ हेर्नु मेवा मेवा कतिवटा छ ऊ पर पनि छ मेवा है मेवा त कति छ कति अझै उता पनि छ अगाडि पनि छ हामीलाई फलफुल खान त जोस् उ गर्नु परेको छैन अब यो एक दुई दिनमा चाहिँ सब छाँटेर क्या साथीहरू यहाँ बवाल तरिकाले के बन्छ के हेर्दै जानु नि तपाईँहरू म देखाउँछु नि तपाईँहरूलाई बवाल अनि हामीसँग यहाँ अम्बक पनि छ यहाँ पनि छ अम्बा होइन अनि किम्बु खाने भए किम्बु पनि छ यी होइन अब हाम्रोमा के चाहिँ छैन भन्नु न यी सुपारी हेर्नु सुपारीको रुख कसले पो सोध्दै थियो यस्तो हुन्छ ल सुपारीको रुख ए हजुर हाम्रो उहाँ हजुरआमाले सोध्नुहुँदै थियो के भन्छ काठमाडौँको हजुरआमाले सोध्नुहुँदै थियो सुपारीको रुख कस्तो हुन्छ भनेर यस्तो हुन्छ ल सुपारीको रुख हेर्नुभयो भने यो पनि म देखाइदिन्छु यताको मान्छेलाई फेरि थाहा छ है सबैलाई थाहा छ काठमाडौँको मान्छेलाई थाहा रहेन रहेछ क्या अनि त्यही हो ल मेरो हजुरआमा पनि त्यहाँ हुनुहुन्छ है सघाइराख्नु भएको छ सघाइराख्नु भएको छ अनि यो चाहिँ गाइस के हो थाहा छ भन्न त मिल्दैन तर यो सेकुवाको हो ल सेकुवा बनाएको बाबाले अस्ति एक गते बबल खाइयो नि त सेकुवा आइए त्यही दिन बनायो आमा आउने त्यही लगाएछ 8 मिनटको भइसकेछ ए भ्लग त म यतिकै नि पुऱ्याइदिने रहेछु कि साथीहरू त्यो टेन्सन छैन कि ल हेर्नु यहाँ होइन अब म त्यो खाल्डो पुरा गरेर भोक लागिरहेको छ त्यही भएर सकिनँ अनि त्यही भएर अहिले बसेको म अहिलेसम्म खनिरहेको थिएँ अनि अब टक्क मासु भात खाने मासु ल्याएको छ अनि टक्क फेरि काम गर्न थाल्ने है त्यो ल गाइस म अहिले भेट्छु तपाईँलाई के हुन्छ कसो हुन्छ अपडेट दिँदै जान्छु है त मेरा मनका टुक्राहरू छ र प्रष्ट छ बाध्यतामा मस्तिष्क नि अल्लमल्ल छ रित्तो छु म केही छैन अब मसँग खोज्न नआऊ मेरो हारहरू फेरि मबाट गर्दैछु यो पीडा मुटु बढी सजावट सक्या छैन आस्थापनहरू भगवानमा समस्याको गन्ती गर्दा पुग्छ 1.25 लाख म मरे पनि जिउँदै रहन् मेरा बाउआमा निष्ठुरी ठानी नहटाउ त्यो ठाउँबाट गलत छुइन आगो लाइदो मेरो दाउरामा मेरो यादले सताई केस फिजाउ हावामा समेटेर सुम्पिदिन्छु मेरा मनका भावना झरीले आवाज दिलायो मेरो एक्लोपनको कसैलाई थाहा छैन के बाचा हालत मेरो मनको सोचले खाइसक्या छ बुझाउन जानिन यस्तो भयो माग सिक्ने कसैले नबगोस् मेरो जस्तो महसुस गरे सबको लागि धेरै बाको कति मेरै रहेछ माया खोज्नु आफ्नो भागको पश्चातापले बलात्कार गर्दियो मेरो मनको फेरि रातले आवाज गराइदियो मेरो एक्लोपनको मेरो मन कहिले काहीँ रुन्छ कहिले काहीँ टुट्छ कहिले काहीँ दुश्मन हुन्छ कहिले काहीँ मेरो मन कहिले कहाँ कहिले को कहिले कुन जहिले अल जन्म अलमल छ मेरो प्यारो मन देखे मान्छेहरूको रियल फेस गाह्रो पर्दा बुझे कपडाको भ्याल्यु यहाँ जाडो बढ्दा
अँध्यारोमा लाउन छाडिदिए कालो चस्मा नराम्रो नै भएको छु म उसलाई राम्रो गर्दा ल गाइज अहिले चाहिँ मैले सिमेन्ट लिएर आइसकेँ अनि अहिले चाहिँ ठुलो मामुले दबाई लगाइदिनु भएको थियो दुखिरहेछ पछाडि पख्नुलाई म देखाइदिन्छु तपाईँहरूलाई भर्खरै मैले मलमहरू लिएर आएँ हजुर यतापट्टि यस्तो छ भैँसी यता ठोक्दिएको यस्तो भएको छ आए ल अब म एकछिन बस्छु मलम लाउनु पर्ने छ ल गाइस हामीले चाहिँ भैँसी लाँदैछौँ अहिले चाहिँ चराएर होइन मजाले देख्न सक्नुहुन्छ दाइ आएको थियो अनि म पनि जाँदैछु टक्कसँगले सारा तरिका आज भैँसीले फेरि यस्तो दौडायो कि दाम्रो चुट्टाएर हेर्नु न अहिले दाम्रो टोकेछ होइन चुट्टाएछ दिउँसो यस्तो कुदायो कि म यस्तो सुत्न लागेको थिएँ भरे त कहाँ नि सुत्न दियो त भैँसीले दाम्रो चुट्टायो भनेर खेदाउँदा बल्ल मेरै यो हातले बल्ल समाउन पाएँ नि नत्र भने त समाउन सकिन्न थियो गाह्रो थियो जन्नत सजाए मैंने तड़ लिया हो डगी अब म तपाईँहरूलाई मेरो डग पनि देखाउँछु ल तपाईँहरूलाई टक्क यता ठुलो बाबाहरूकोमा पालेको छ म अहिले देखाउँछु तपाईँहरूलाई बच्चो जन्नत सजाए मैंने तड़ लिया अब त अगाडि बढ्छु बुद्ध लाफा चोक हाम्रो यहाँ चोकको नामै यो चाहिँ यहाँ पनि रहेछ यतातिर चाहिँ प्लटिङहरू छ टन्न होइन यहाँ के लेखेको छ तर यहाँ मेटी छ यतातिर पहिला कस्तो मजा आउँथ्यो उ त्यो चाहिँ पशु हस्पिटल हो देखिरहेको चाहिँ होइन त्यो पशु हस्पिटल भयो अनि यता ठुलो बाबुहरूको घर यता चाहिँ मेरो घर भैँसी लड्यो है माया अघि भैँसीले कुदाएको देख्दा त मलाई त यस्तो भएको छ कि तर्सिन्छ होला भैँसी तर्सिन्छ होला ल गाइज म अब घर पुगेर भेट्छु ल गाइज म चाहिँ यता घरतिर आइसकेँ ठुलो बाबाहरूकोमा अनि अब म तपाईँहरूलाई देखाउन गइरहेको छु मेरो पप्पी यो त मेरो भाइको साइकल हो यहाँ छ पप्पी ए पप्पी के त हेर्नु एउटा मेरो एउटा यहाँ ठुलो बाबाहरूको आइज काले आइज सेतेको त कहाँ काले भनेको त आइया हो नचुस न आइज यसले हग्न आँट मुद्दैछ देख्नुभयो कस्तो बाटो छ मेरो कुकुर चाहिँ यो हो ठुलो बाबाहरूको यो हो तर चिन्दैन यसरी हेर्दाखेरि हेर्नु कति राम्रोसँग खेलेको आइज यहाँहरू यहाँ दुईटा आम्मा ए भुन्तु मुतिसक्यो यहाँ उत्रिने बित्तिकै यहाँ ल्यान्डिङ हुने बित्तिकै मुति हाल्दो रहेछ हेर्नु ल यो दुईटा कस्तो मजाले किस खाँदै बस्छ हेर्नु यसले कस्तो मजाले किस खाइदिन्छ यसको हेरिराख्नु जा दुईजना सँगै जा
अहिले त खाएको छैन त अरू बेला कस्तो मजाले खाइदिन्छ यो चाहिँ कुकुरले मुतेको है पिटिक पिटिक अघि पनि छोडिदिनु भएको रहेछ नि त आइज ल ल यो चाहिँ मेरो हो है गाइस यो मेरो हो ऊ त्यहाँ हग्दैछ मारुमा देख्नुभयो यस्तो बाटोहरू छ कि यस्तो बाटो मेरो यो हात चाहिँ अलिकति दुखेर चाहिँ भएन क्या लास्टै यहाँ हेर्नु न देख्यो यस्तो भएको छ एक्सिडेन्ट मेरो चाहिँ हिजोको दिन भएको टक्क अगाडि अटो यता साइड लाइट नबालिकन काट्ने भयो अनि अटोमा ठोक्किने ओर्ने त भएको होइन यस्तो ब्रेक हान्दाखेरि म चिप्लेर हल्का रोडमा लडेर धसारेको मात्रै हो क्या त्यही हो आइज कुतो आयो त्यो चाहिँ डाँगो हो क्या यो चाहिँ छाउरी हो छाउरी चाहिँ म पाल्ने हो हामीले जुन भए पनि पाल्दा त केही फरक पर्दैन हामीले चाहिँ किन डाँगो छाउरी लिएर आएको भन्दाखेरि पछि योबाट दामी बच्चा हुन्छ भनेर लिएर आएको साथीहरू है त्यसले त्यहाँ गएर हगिदिन्छ आइज चोइ कुतो आइज गयो पराउ त्यसले त्यहाँ पनि हग्न आँट्यो जस्तो लाग्यो यो छाउरी फेरि आनन्दको छ डाँगो चाहिँ अलिक चकचके छ क्या त्यही हो गाइज अबको मेरो टाइम पास भनेको यिनीहरू नै हो टक्कै यिनीहरूसँगै खेल्छु यिनीहरूसँगै बस्छु आइज हेर्नु न यसको मुख हेर्ने तपाईँहरूलाई म छेउबाट देखाइदिन्छु ल यस्तो क्युट छ हेर्नु न यहाँ ट्याङ आइज अर्को त्यहाँ छ मेरो चाहिँ त्यहाँ छ यो चाहिँ बिजेको यो ठुलो बाबाहरूको एस आइज कुते यसको डल यहाँ यो मुतेर यहाँ सुकाइदिएको थियो कसले केटाकेटीले यहाँ ल्याएको छ यिनीहरूको डल हो क्या त्यो चाहिँ आइज लड्दै पढ्दै होइन कुद्छ है हेर्नु न यहाँ यस्तो क्युट छ कि अनि यसको नाम चाहिँ बन्जो हो त्यसको नाम चाहिँ बबी हो पहिला मेरो बबी कुकुर थियो अनि त्यो चाहिँ मरेको थियो क्या अनि त्यही भएर मैले चाहिँ बबी नै राखिदिएको केटी भयो भने केही फरक छैन अनि बिजेको पनि यहाँ ठुलो बाबाहरूको पनि पहिलाको बन्जो कुकुरलाई विष खुवाएर मारिदिएको क्या यतिको मान्छे उता कताको मान्छेले हो थाहा छैन तर विष खुवाएर मारिदिएको त्यही भएर त्यसको नाम पनि बन्जो राखेको हामीले बबी र बन्जो छ हामीसँग बबी चाहिँ मेरो है फेरि त्यसो कता गयो खोइ त त्यो त ए यहाँ छ यहाँ रहेछ ल त्यो हो गाइज अनि भ्लग पनि अब आज यस्तै उस्तै भयो तपाईँलाई जे मैले अब देखाउन सकेँ त्यही देखाएँ होइन अनि मेरो क्युट पप्पीहरू पनि देखाएँ तपाईँहरूलाई अनि त्यही हो ल सबजनालाई एकदमै हट माया छ अनि थ्याङ्क यू फर वाचिङ माई भिडियो सबैजनाले किप सपोर्टिङ किप लभिङ सबजनाले माया गर्नु हुँदैछ माया गर्दै जानु होला त्यति भन्दै आजको भ्लग यहाँनिर टुङ्गाइदिन्छु हस् त सबैजनालाई बाई बाई